के तपाईहरूले पनि आइपिओको रिजल्ट निष्कासन भएको फर्स्ट हावरमै हेर्न चाहनुहुन्छ? त्यसो भए आजको भिडियो पुरा हेर्नुहोस्। आइपिओको रिजल्ट चेक गर्नको लागि सबभन्दा पहिला गुगल क्रोम खोल्नुहोस्। गुगल क्रोम खोलिसकेपछि हजुरले आइपिओ रिजल्ट भनी सर्च गर्नुहोस्। आइपिओ रिजल्ट भनी सर्च गरिसकेपछि सबभन्दा पहिलाको वेबसाइटमा क्लिक गर्नुहोस्। सबभन्दा पहिलाको वेबसाइटमा क्लिक गरिसकेपछि यहाँ हजुरले कुन कम्पनीको आवेदन दिनुभएको थियो त्यसमा सिलेक्ट गर्नुहोस्। जस्तै मैले अहिले स्वरोजगार लघु वित्तीयको सर्च गर्दैछु। स्वरोजगार लघु वित्तीयको मैले सिलेक्ट गरिसकेको छु। त्यसपछि यहाँ 16 डिजिटको बिओआइडी लेख्न भनेको छ। त्यसमा हजुरले आफ्नो बिओआइडी पेस्ट गरिदिनुहोस्। जस्तै मेरो बिओआइडी यहाँ आइसकेको छ। त्यसपछि यहाँ क्याप्चा इन्टर गर्न भनेको छ। क्याप्चा के छ यसमा इन्टर गरिदिनुहोस्। जस्तै मैले यहाँ क्याप्चा इन्टर गरिदिसकेको छु। त्यसपछि भ्यू रिजल्टमा जानुहोस्। त्यस्तै मेरो 10 किताब परेको छ। त्यस्तै गरी हजुरले पनि चेक गर्न सक्नुहुनेछ। धन्यवाद।